हेलो साथीहरु, वेलकम बैक टू माई यूट्यूब च्यानल। फेरि पनि म तपाईको साथै न्यू डे न्यू ब्लग लिएर आइसकेको छु र आजको ब्लग चाहिँ हो साथीहरु म पार्लरबाट ब्लग स्टार्ट गर्दैछु र आज चाहिँ म चाहिँ तपाईहरुलाई के देखाउँछु। मेरो साथीले चाहिँ आज ट्याटू बनाउँदैछ त, त्यही ट्याटू बनाएको चाहिँ म तपाईहरुलाई ब्लग लिएर आएको छु। सानो तपाईहरु सबै दिनु होला, ल लाइक सब्स्क्राइब अनि त्यहाँको कमेन्ट पनि गर्नु नबिर्सिनु होला है साथीहरु। म चाहिँ तपाईहरुलाई मेरो साथीले त्यो ट्याटू बनाउँदैछ त्यही देखाउँदैछु आज चाहिँ। बेसी लङ भिडियो छैन, सानो छ तर पनि तपाईहरुले हेरिदिनु होला र माया दिनु होला। ओके साथीहरु, ल म तपाईहरुलाई देखाउन गइरहेको छु अब कसरी ट्याटू बनाउँदैछ यहाँ हेर्ने। अच्छा पेनिङ मना मना, मेरा क्या है, मेरा बॉडी में थोड़ी बना रहा है, तेरा बॉडी में बना रहा है, तुझे पेनिङ होगा। मा चाहिँ ट्याटू बनाउन आँटेको छ, ट्याटू आर्टिस्ट आएको छ, त्यही भएर चाहिँ मेरो साथीले चाहिँ ट्याटू बनाउँछु भन्दैछ। कुन चाहिँ डिजाइन बनाउँछ त्यो पनि यसलाई थाहा छैन हैन, कहाँनेरि बनाउँछ त्यो पनि थाहा छैन। यसले खै डिसाइडै गरेकै छैन कहाँ बनाउँछ। मैले भनेको यस्तो हातमा यहाँ पाखुरामा यहाँ बना भनेर बनाएको थिएँ, यसले त यहाँ पो बनाउँछ अरे। त्यो ट्याटू बनाउनुभन्दा पहिले चाहिँ भ्याक्स गर्नु अरे, किनकि यसको चाहिँ पुरा हेयर छ नि त, बाल छ यसको हातमा चाहिँ, त्यही भएर चाहिँ हल्का चाहिँ भ्याक्स गरिदिनु पर्यो। भ्याक्स गरेर यो डिजाइन लगाइदिने रहेछ सृजालाई। सिम्पल डिजाइन। अब यो चाहिँ म सब ट्याटू बनाएर ट्याटू बनाएर म सब अब देखाउँछु तपाईहरुलाई यहाँनिर कसरी ट्याटू बनाउँदैछ यसले। अब तो मोसो सृजा आइज क्लोज कर, मर जाएगा तू अभी। ये तो मजाले गरे सिकाउने उधर देख, वो टैटू में मत देख, उधर मत देख। अभी थोड़ा थोड़ा किया है, ग्यास भयो भन्दै थियो उसलाई बेसी खाएर। ट्याटू बनाउँछु भनेर पुरा यसले रहर गर्दैछ नि त। अब ट्याटू बनाउँदा चाहिँ कस्तो हुँदो रहेछ अहिले यसलाई थाहा हुँदैछ। दिनै साथीहरु ट्याटू बनाउनु बाफे बाफ यस्तो खतरा खोक्दैछ कि डरले मरे। म त्यहाँ देखेरै पनि मलाई चाहिँ डर लागिसकिसक्यो। त्यो झन् आँखाभरि आँसु पार्दाखेरि त म सक्दिनँ। मलाई पनि ट्याटू बनाउनु चाहिँ पुरा रहर छ होइन, तर म सक्दिनँ क्या ट्याटू बनाउनु। त्यो दुखेको खप्नु त सक्दिनँ, अब कसरी बनाउनु भन्नु कि, तर मलाई त्यो सर्नु चाहिँ सक्दिनँ म दुखेको चाहिँ। त्यही भएर चाहिँ म चाहिँ बनाउँदिनँ होला साथीहरु ट्याटू। म्यामले भन्ने थियो मलाई पनि ट्याटू बना भनेर, म सक्दिनँ म्याम भन्ने। मैले चाहिँ मलाई पुरा दुख्छ नि त, त्यही भएर म चाहिँ ट्याटू बनाउँछु। मलाई चाहिँ यहाँ बनाउनु मन परेको थियो ट्याटू, अनि त्यहाँदेखिको चाहिँ मलाई यस्तोमा ट्याटू बनाउनु मन लागिरहेको थियो, तर सक्दिनँ साथीहरु, मलाई पुरा दुख्छ। त्यसलाई त्यसले दुखेकोले रुखो हेर्नु नसकेर म चाहिँ यहाँ बाहिर आएर भिडियो बनाइरहेको छु। त्यो यहाँ रोइरहेछ, म चाहिँ सक्दिनँ त्यहाँनिर बसेर हेर्नु। पुरा ढुकढुक ट्याटू अझै सधैँ यसले कहाँ बनाउँछु भन्दै थियो अघि, छातीमा बनाउँछु भन्दै थियो।
2 जस्मिनले पनि बनाउँछु भन्दैछ, त्यसलाई पनि भन्छु म चाहिँ सक्दिनँ है। बाफ रे बाफ। ल ल अनुहार हेर्न त्यसको। ल हेर्नु सक्दिनँ त्यसको अनुहार हेर्दा कस्तो लाग्यो मलाई। बाबा रे मलाई म चाहिँ सक्दिनँ बाबा रे। टेटु न पेटु। केरलामा फेरि यस्तो घाम लागिरहेछ नि के भन्नु र। यस्तो घाम लाग्छ कि यहाँ त्यस्तो सुसरी मलाई घाम लाग्दा चाहिँ बाहिर निस्केर हिँड्नु सक्दैन यस्तो घाम। मरे म त घाम लागेको देखेर। फाइनल लुक चाहिँ यत्रो भइसक्यो भर्खर सकिन आँट्यो अब अलिकति मात्रै छ।